हेलो एभ्रीबडी गुड मर्निङ। आज म कति धेरै दिनपछि भिडियोमा आएको छु अनि फेरि आज चाहिँ बाहिर बसेर भोइस ओभर गरिरहेको छु। सो ब्याकग्राउन्ड साउन्डलाई चाहिँ स्किप गर्नु होला। अनि त्यसपछि आजको दिन चाहिँ स्पेसल नै थियो भनौँ। म चाहिँ आज कहाँ हिँडेको भनेर तपाईँहरूले भिडियो हेर्दै गर्दा थाहा पाउनुहुन्छ। म चाहिँ आइलेन्स बनाउन जाँदैछु। यो चाहिँ क्यानाफनमा थियो। अनि त्यसपछि चाहिँ बिहान चाहिँ म यस्तो लेट उठेको क्या। अनि पछि फटाफट रेडी भएर चाहिँ मेरो 3 बजेको अपोइन्टमेन्ट थियो। अनि म चाहिँ फटाफट रेडी भएर चाहिँ अपोइन्टमेन्टको लागि गएँ। अलमोस्ट 30 मिनट पछि म त्यहाँ पुगेर मैले वेट गरेँ एकछिन, किनभने त्यहाँ एकदमै भिड थियो त्यही भएर। अनि त्यसपछि यहाँनिर मैले ट्रायलवाला कन्ट्याक्ट लेन्स लगाइसकेको थिएँ। अनि त्यसपछि चाहिँ म लगाएर निस्केँ। मलाई त्यहाँ प्र्याक्टिस गरायो ब्ला ब्ला वाट एभर। अलमोस्ट 1 घन्टा पुरै लगायो के। अनि त्यसपछि चाहिँ म निस्केँ। आज घाम लागेको थियो एकदम राम्रो। अनि म चाहिँ त्यसकै खुसीमा खुसी नै थिएँ भनौँ, किनकि कस्तो कि चस्मा लाउँदाखेरि चाहिँ पुरा भारी भारी भएको फिल हुने भन्छ नि, त्यो ह्याबिट भए पनि कस्तो हुन्थ्यो के। अब चाहिँ कस्तो लाग्ने भने चाहिँ ला अब केही छैन, अब नत्र भने चस्मा खस्छ ऊ हुन्छ भनेर डर हुन्थ्यो नि त। अब त्यो पनि छैन। आइएम सो ह्याप्पी टुडे। अनि त्यसपछि चाहिँ त्यहाँ चाहिँ बिच साइड थियो। अनि मैले सोचेँ कि त्यहाँ जाऊँ एकछिन भनेर। यस्तो जोरको हावा लाग्यो, घाम लाग्यो नि, हावा त भाइ पर्मानेन्ट नै हो यता। अनि त्यसपछि म फोटो खिचेँ, भिडियो बनाएँ यसरी। अनि त्यसपछि मलाई यस्तो भोक लागेको थियो। अनि मैले सोचेँ कि पिज्जा या केही त खाऊँ भनेर त्यहाँ यताउता डुलेँ, यता हेरेँ उता हेरेँ, काहीँ पनि केही पनि देखिनँ के। अनि त्यसपछि फेरि पनि म यताउता हेरिरहेको छु कि लास्टै भोक लागिसकेको थियो। बिहान लेट उठ्यो नि त। अनि त्यही भएर फटाफटमा आइहालेँ। अनि के अरे यताउता हेर्दा 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 कस्तो कुन्नामा एउटा पिज्जा हाउस थियो। त्यो हुन्छ नि म्याप घरि यता जान्छु घरि उता जान्छु, बल्ल यहाँ पिज्जा हाउसमा पुगेँ। त्यही पनि यहाँ बाहिर बस्नुपर्ने रहेछ। अनि मैले सोचेको थिएँ कि भित्र बसेर त्यहीँ खाएर जाम्ला भनेर। अनि त्यसपछि चाहिँ त्यो पिज्जा लिएर अब के गर्ने भन्ने भयो। म सोचेँ बसमा लिएर जान्छु। यहाँभित्रको त्यो सर्भिस दिने केटी यति राम्री, कस्तो राम्रो स्किन थियो कि त्यसको, आई गेट जेलस। अनि त्यसपछि म पिज्जा लिएर चाहिँ अब बसको लागि चाहिँ हिँडेँ। अलमोस्ट 10 मिनट हिँड्नु पर्दै थियो कि त्यहाँबाट। अनि त्यसपछि हिँडेर म बसको लागि यहाँनिर वेट गरेँ। 15 मिनट जति चाहिँ मैले वेट गरेँ, किनकि त्यो पछिको बस चाहिँ 15 मिनट पछि नै थियो। अनि त्यसपछि एकछिन वेट गरेँ। त्यहाँ सबै मान्छे आयो भाइ साहब, यस्तो भिड भयो नि पछि त। अनि त्यसपछि चाहिँ म बसमा बसिसकेँ। अब बसमा खाने माहौल नै थिएन, भिड भयो, भिड भडाका वाट एभर। अनि त्यसपछि चाहिँ म अब घर जान्छु। अनि घर गएर खान्छु ल। बाई, थ्याङ्क्स फर वाचिङ माई ब्लग। थ्याङ्क यू।